Hey guys, good morning. Welcome back to my channel. न्यू vlog. तो कैसे आप सब लोग? मस्त, बढ़िया, बहुत बढ़िया. Of सब जन ठीक होस् इंशाल्लाह. सो त्यही हो, म पनि ठिक छु अनि हजुरलाई स्वागत छ मेरो डेली भ्लगमा. सो अब के गर्नुपर्ने हुन्छ भन्दाखेरि आज चाहिँ दाल पकाउनु पर्ने हुन्छ. त्यही भएर दाल चाहिँ मैले उता भान्साकोठामा पकाउँछु. आजको सुरुवात भयो मेरो आज डिफरेन्ट भान्साकोठाबाट. सो त्यही पहिला यसलाई धोएर मन भेटौँला. मजाहरू चाहिँ मजा यहाँ फेरि के छ भन्नु होला, कागजहरू छ. सो त्यही हो गाइज, गर्नुपर्ने हुन्छ. आगो पोलिसकेपछि दाल राख्नुपर्छ. आगो चाहिँ पोलिसक्यो, अब यहाँ राख्नुपर्ने हुन्छ. यसलाई त्यो चाहिँ बन्द गर्छु गाइस. भित्र गएर हामी चाहिँ तातो पानी तताउनुपर्छ अनि त्यसपछि चाहिँ अर्को एउटा ट्याब्लेटमा खानेकुरा बनाउनुपर्छ. सो त्यही हो गाइस. यो चाहिँ तातो पानी बसारी हो गाइस. यो चाहिँ यो बसारी हो. आज चाहिँ हामीले के बनाउनु भन्दाखेरि सौफ र जिरालाई भुटेर एउटा मसला जस्तो बनाउनु पर्छ. त्यो बनाएर चाहिँ हामीले बिहान बिहानमा खाली पेटमा तातो पानीसँग खाने भने हाम्रो शरीरलाई एकदम राम्रो, पेटलाई राम्रो गर्छ. त्यो कुरा चाहिँ मलाई दिदीले सिकाएको पक्का. सो त्यही यसरी दुईवटा सँगै राख्नु अनि मजाले भुट्थ्यो नि. अझै जम्मा गरेर राख्न सक्नुहुन्छ. अनि भुटेर अलिकति अब राख्छ. यो पहिला दिदीले राखिसक्नु थिएमा. त्यही पहिला दिदीले यहाँ राखिदिइसक्नु थियो. यो चाहिँ अहिले मैले भुट्न लगाएको. त्यसो त्यही मजाले भुट्ने यिनीहरू दुइटालाई. मजाले यो चाहिँ एकछिनमा भेट्छु बनाएर. यतिको भइसक्छ. अनि यसलाई चाहिँ हामीले हल्का पिस्नुपर्छ अनि हल्का मसिनो गराउनुपर्छ. पाउडर गराउनुपर्छ यसको चाहिँ. यति भयो गाइस. अहिले एकछिनमा हाल्नुपर्छ. हो म त आफ्नो दालै बिर्सेँ. दालै बिर्सेको गाइस. दाउरा सकेछ. दाउरा राख्नु पर्ने हुन्छ. यो चाहिँ भइसक्यो. अब चाहिँ चामल हेर्छु. आज चाहिँ हामी नास्ता खाँदैनौँ, चिया मात्रै खान्छौँ होला. नास्ता किन खाँदैनौँ भन्दाखेरि हामी चाहिँ आज निदाले जाने हो. त्यही भएर खाना पकाएर सिधै खाना खाएपछि अनि जम्मूबाट सिधै नास्ता बनाएर खानु हुन्छ नि त. त्यही भएर त्यही अब चाहिँ चामल हेर्छु. एकछिन भेटौँ. अब यो मसालिसक्यो. अब चाहिँ अचार बनाउनु पर्ने हुन्छ. अचार त्यही हो. अब चाहिँ काम सकेर भेट्छु. मन चाहिँ फ्रेस भइसक्नु भयो चाहिँ.
दिनुपर्ने हुन्छ यति चम्चा लिन सक्नुहुन्छ तपाईँले चम्चा लिएर आउँछ मैले मुक्क खुवाइदिएर आउनु दादो भनिदिनुपर्छ दादो लाउनु मम्मी ए बनाइसक्यो हाम्रो यहाँ बारीमा हुन्छ धनियाँ पनि यति धेरै हुँदैछ मुला कत्रो भइसक्यो ओ माई गड मुला त ठुल्ठुलो भइसकेको छ गाइस सँगसँगै अब यसको अचार हाल्नुपर्छ कुनै दिन उता पनि लगाऊँ त्यताको त अझै भएन सानो छ लगाएको चाहिँ भइन्छ ओ यस म चाहिँ धनियाँ टिपिसकेको अचार पिस्नलाई सो त्यही हो गाइस हेर्नु त्यही गर्नुहोस् तपाईँहरू म जाँदै गर्छु पिस्दै गर्छु खाँदै गर्छु सो त्यही हो गाइस बाई हाम्रो साग पनि हेर्नु सक्नुहुन्छ रायोको साग कति धेरै छ पासेको साग रायोको साग फेक्यो निकेको साग हो त्यो गाइस अब चाहिँ हामीले खाना खान लाग्यो खाना खाएर जान्छौँ हामीहरू जङ्गल सक्छ भने भाँडामा खाना खान्छौँ भाँडा मर्छु पनि जङ्गल भनौँ सो त्यही हो गाइस हेर्दै गर्नु भेट्छु अरविंद ने कांपते हुए हाथों से रस्सी पकड़ी और पूरी ताकत लगा हे प्रभु तेरा लाख लाख शुक्र है तूने मेरी पुकार सुन ली कबूतर उसके पास मंडराता रहा अरविंद ने उसके कोमल पंख सहलाए और कहा तू मेरे लिए फरिश्ता बनकर आया है अब से तू मेरा साथी है वह उठ खड़ा हुआ और कुछ ही दूरी पर तो गाइस हामीले खाना खाएर भइसक्यो मलाई खाना दिँदै हुन्छ सब सब्जी गिप्छु भनेको उसके दिल में सवाल गूंजा सांपों में से कोई मेरी मां हो सकती है अरविंद ने कबूतर से कहा मित्र इस कुएं का पानी ही मेरी सच्चाई तक पहुंचने ए बहुत कहे त बुटुक्कै पुरे तो मेरी जान के दुश्मन बन गए आज तक कभी पैसे मांगे तो लिपेर भइसक्यो भाडा बोल्छु त्यही हो अब चाहिँ भाडा मोल्नु पर्ने भाडा मोलेपछि अनि हामी जान्छौँ जङ्गल त्यही गाइज अरू त केही पनि होइन त्यहाँ छ भाडा मोल्छु अनि भेटौँ अगाडि ड्रेस लगाइहाल्यो सो ड्रेस लगाइसक्यो अब जान्छ अनि सो त्यही गाइज अब चाहिँ जङ्गल जान्छ आएपछि जङ्गलपछि आधी टोकिन्छ भित्र उस छ न के अरे खजुर त्यही गाछ धतुरो गाइड यो जङ्गली खानेकुरा हो हामीले बचपनमा पत्ता टिपेको सरिला त होइन बचपनमा हामीले यो बहुत खान्थ्यौँ यो यस्तो खान्थ्यौँ कि यस्तो खान्थ्यौँ कि यस्तो मेरो हुन्छ मलाई छोडेर नजानु बचपनमा न यसको यो सेतो सेतो जानु त्यस्तो खान्छन् गाई सकिन्छ खाएर देखाउँछु ल
अलिक पुरो हुनसक्छ यसलाई पुछौँ हल्का यसको दाना यो दाना छ सेतो यसले खान्छन् तपाईँले ऊ गर्छु त्यता मान्छे बोलेको अब चाहिँ होइन उता थियो यो जङ्गलको ल्याङ्ग्वेज हेर्दा यो जङ्गलको ल्याङ्ग्वेज जन्नै माथि खोला त ठुलै छ बढे हिजो बढे थियो त्यही भएर हामी गएको थिएनौँ अब त जानै पर्ने गाइस त्यही त पारी खानु भन्नुहुन्छ यता फेरि छैन पानी चाहिँ बढेको रहेछ अस्ति त्यहाँ कम्ती थियो आज चाहिँ धेरै स्विमिङ गाइस नेचुरल स्विमिङ सो त्यही गाइस जहिले जङ्गलको भिडियो हेर्दा त हजुरलाई बोर भइसक्यो होला सो त्यही भएर आज धेरै बनाउँदिनँ यति हो गाइस बाई बाई अहिलेको पुट्रो जस्तै मौरी कस्तो कराउँदै गयो हे त्यहाँ खाली भयो क्या जाने हेर्न म उता गाउँमा पूजा छ अरे देउली भएर त्यहाँ देउली खाना बोलाउनु हुन्छ म चाहिँ त्यही जानु लाग्दैछु गाइस त्यही हो नुहाउनु चाहिँ नुहाएन आएर नुहाउँछु हात खुट्टा मुख धोएर फ्रेस चाहिँ भइसक्यो नुहाउनु चाहिँ नुहाएको छैन आएर नुहाउँछु तेल लगाएर त्यही गाइस एकछिनमा भित्र सो गाइस भइसक्यो अब म खाँदैन